हो विकास हो उसलाई भोलि हामी बाँधेर 3-4 मिनेट कोठामा थुनेर पिट्नुपर्छ। सिस्नु पानी लाउनुपर्छ। ऊ हाम्रो साथीहरू उहाँ आउँदै हुनुहुन्छ, अझ हिँड्न सक्नु भएको रहेछ। अझ उहाँहरूभन्दा नि अगाडि त मै हिँडिरहेको रहेछु। ल ल सबैजना आउनु होला। यस्तो रमाइलो रमणी यस्तो छ कि यहाँ आएपछि स्विजरल्यान्ड भन्ने मान्छे ठाउँ नै बिर्सिनुहुन्छ है सबैजनाले। जिउँदो स्वर्गमा आउने भनेको यही हो है साथीहरू। हो जो कोही पनि आउनलाई नसुटाउनु होला। कहाँ यो लोकेसन भनिदिउँ त? दोलखा सैलुङ हो ल हाम्रो मिसले पनि भनिसक्नु भएको छ। ल छिटो छिटो आउनु पर्यो सबैजना, कम फास्ट। ल ल ल अनि हाम्रो विकास सरलाई चाहिँ अब कारवाही गर्नुपर्ने भएछ। जाडो हुन्छ हिउँ पर्छ भनेको थियो, अब यही हो हिउँ परेर जाडो भएको। गर्मी भएर बिहानलाई चाहिँ चिसै हुँदो रहेछ तल तल। अब घरबाट आउँदाखेरि अलिक बिहान फर्स्ट आवरमा चाहिँ, तर अब यो उकालो लास्टै चढ्नुपर्ने रहेछ कम्तीमा पनि। हामीलाई त 3 घन्टा लगातार भइसक्यो हिँड्न थालेको। बल्ल यहाँ चाहिँ आइपुगेका छौँ कि हामी। अनि त्यो हिँड्न चाहिँ मस्त हिँड्नु पर्दो रहेछ उकालो बिस्तारो आफ्नै। ल विकास सर वेलकम टु माई ब्लग। कस्तो भइरहेछ? राम्रो भइरहेछ। पहिला सुरु म सैलुङ आउनलाई त्यो नेपालमा पनि चाइनाको जस्तो ग्रेट वाल रहेछ, त्यो पार गरेँ। त्यसपछि माते पोखरी भन्ने रहेछ, अनि त्यो पार गरेँ। त्यसपछि उकालो उकालो गर्दै गर्दै अनि तपाईँले सैलुङतिर छु। ल कस्तो भइरहेछ? हेलो गाइस, हाम्रो साथीहरू हिमाल चढे जस्तो फिल भइरहेछ हो। ल कस्तो भइरहेछ? रमाइलो अलिअलि हल्का गाह्रो नि भइरहेछ। त्यही त। अनि हाम्रो विकास सरले चाहिँ यहाँ जाडो हुन्छ हिउँ पर्छ बागलुङला जानुपर्छ भनेको थियो। तपाईँलाई कारवाही हुन्छ घर पुगेपछि 2 मिनटसम्म तपाईँलाई कोठामा राखेर सिस्नु पानी ल्याउने कुरा भयो है। गर्मी भएर यहाँ हिँड्न सक्नु होइन साथीहरू। यस्तो खोइ यहाँ त अहिले त हामी हिँड्न सकेका छैनौँ। बल्ल बल्ल यहाँ आइपुग्यौँ हामी। 3 घन्टा भएन लगातार हिँड्नु थाले। 3 घन्टामा यहाँ आइपुग्यो। अझै हाम्रो डेस्टिनेसन प्लेस अझै उता 5 घन्टा जति लाग्ला। त्यही त गाह्रो रहेछ साथीहरू। हिँड्न नसक्ने मान्छेहरू चाहिँ नआउनु होला, अलिकति हिँड्न सक्ने होइन। ल हाम्रो मिसले के भन्दै हुनुहुन्छ भनिदिनुहोस् त। अलिकति हिम्मत गरेर भए पनि आउनुपर्छ। यो घुम्नै पर्ने ठाउँ बुढी मान्छेहरू पनि आइरहनु भएको छ, बच्चाहरू पनि आइरहनु भएको छ। यो चाहिँ घुम्नै पर्ने ठाउँ रहेछ होइन। यहाँ आइपुगेपछि स्वर्गमा आइपुगे फिल भइरहेछ हामीलाई होइन। हो गाह्रो पनि बिचरा। मलाई चाहिँ अक्सिजन ल बोल्नु हुनुहुन्छ भाइ धेरै बिस्तारो सास लिएन। ल अब अर्को पालि थाहा भयो नि त। ऊ चङ्गा पनि उडिरहेको छ। ओ माइ गड चङ्गा